मन्त्री जस्तो गाह्रो चाहिँ के हुने रहेछ हेर्नु। अहिले म अस्ति त्यहाँबाट मन्त्रीबाट छोडेर यहाँ बाहिर हिँडेछु, कति आनन्द आएको ए घुम्नु पाएको छ, बोल्नु पाएको छ। मन्त्री भएर बस्दाखेरि कहीँ बाहिर निस्किनु पर्यो भने दुईजना, एउटा आर्मीले एउटा पुलिसले छोड्दै छोड्दैन। अरे नआऊ तिम्रो नआऊ, म यसो त्यहाँ डुलेर आउँछु भन्दा नि छोड्दै छोड्दैन। अनि म त्यो सिंहदरबार भन्दा बाहिर निस्किँदै निस्किन के हेर्न त, त्यस्तो पनि हुन्छ र? आफ्नो खुसीले हिँड्न नपाउने, आफ्नो खुसी ठाउँमा जान नपाउने, अनि मान्छेहरूसँग कुरा गर्न नपाउने, उही सिंहदरबारमा आएर कोही आयो भने यसो कुराकानी गर्ने हो, नत्र गाह्रो छ, गाह्रो हुन्छ। मन्त्री पदको लागि किन मान्छे मरिहत्ते गर्छन् भन्ने कुरो म आफैलाई दङ्ग पर्यो। डाँडाखानी गाउँको दाजुभाइ दिदीबहिनीहरू, महावीर पुनः आएको छु, चुनावमा उम्मेदवार भएर आएको छु। ल भेटघाट गर्न चाहनेहरू आउनुहोस्, भेटघाट गर्न चाहनेहरू आउनुहोस्, प्रश्न छ भने सोध्नुहोस्, भोट दिन मन लाग्यो भोट दिनुहोस्। आयो ल दाजुभाइ दिदीबहिनीहरू, उता उताबाट आउनुहोस्, यताबाट पनि आउनुहोस्। ल नदिए नि हुन्छ। ल धन्यवाद छ। ल ल घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। अरे म मन्त्री हुँदैमा निःशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको? केही न केही होला त नि, गरौँला। अहिले नि कसरी भन्ने, त्यो पत्रकारहरूले त नपेल्नु न हो। यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। मन्त्री त म मन्त्री होइन। एउटा जिम्मेवारी, एउटा भनौँ न, एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। कुरो घाँस त्यो हो क्या। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको? सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। त्यो जेनरल कुरा नसोध, के ठोस कुरा सोध। यतै छ त, फेरि जेनरल कुरा सोध्यो। त्यो मार्केटले मैले गरेको होइन। मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। काममा म आफ्नो काममा व्यस्त छु। सामाजिक सञ्जालमा चाहिँ कहिलेकाहीँ के हुन्छ कुनै आलोचकलाई चाहिँ अलि कडैसँग, अझ भन्दा कहिलेकाहीँ त अलि तिक्ततापूर्ण तरिकाले, अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या? किनभने म चाहिँ मान्छे हो। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन् होइन। बात त सही है। यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनुभयो? स्याउ अब के अरे फुलको गुच्चा अनि केरा। 23 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ? 23-24 गते त म त उहाँ के अरे इलामको माथि फाकफुकथुङ भन्ने ठाउँतिर थियो। अहिले मैले निःशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ? पैसा कहाँबाट ल्याउनु? बात त सही है। हिमालको हिउँलाई पैसा बनाऊ।
माटोलाई चाहिँ पेलेर पैसा बन्दैन। तपाईँलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन दाई भन्नु। त्यसो मन्त्री नभन्ने जनताले त मन्त्री महावीर पुन भन्न थाले। भन्नेले भन्ला तर सबैले दाई भने हुन्छ। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन, जे भयो पनि फिल हुँदैन। राजै बनाइदियो भने फिल हुँदैन है। राष्ट्रपति बनाइदिए पनि, प्रधानमन्त्री बनाइदिए पनि, एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु। थाहा छ तपाईँ धेरै अध्ययनशील मान्छे हो, व्यक्ति हो महावीर पुन। अध्ययनशील होइन म, होइन व्यावहारिक ज्ञान तपाईँसँग धेरै छ क्या। मैले चिनेको काम गर्दै जाँदाखेरि गरेको हो, म अध्ययन गर्दै गर्दैन। गर्दैन पनि बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमाथि छर्लङ्गै पारेको छु। तपाईँ चुनाव लड्ने कि नलड्ने? म नलड्ने, 70 वर्ष होइन पोलिटिकल पार्टी खोलेर जाने कि नजाने? नजाने। तपाईँलाई युवाहरूले बोलायो? नजाने कुरा नजाने।